स्वागत छ। आज हामी मोरङको पथरी शनिसरेमा रहेको एउटा लगभग बिर्सिएको जस्तै संस्था कञ्चनजङ्घा दैविक प्रकोप व्यवस्थापन समिति कसरी एकदमै भनौँ न आश्चर्यजनक रूपमा पुनर्जीवित भयो त्यसकै बारेमा अलिकति गहिरिएर कुरा गर्दैछौँ। हामीसँग कञ्चनजङ्घा युवा नेतृत्वको नयाँ इतिहास भन्ने एउटा लेखको सामग्री छ। हाम्रो उद्देश्य चाहिँ के हो भने कसरी एउटा नयाँ सोच अलिकति युवा ऊर्जाले एउटा पुरै निष्क्रिय जस्तो भइसकेको संरचनालाई हैन समुदायको आशाको केन्द्र बनाउन सक्छ भन्ने कुरा केलाउने हो। यो साँच्ची नै एउटा उल्लेखनीय यात्रा हो के। 2055 सालमा स्थापना भएको रे। उहिले नै हो। दैवी प्रकोप उद्धार जस्तो कति महत्त्वपूर्ण उद्देश्य, तर खै वर्षौंसम्म त्यत्तिकै निष्क्रिय। त्यही त स्रोतले के भन्छ भने नेतृत्व त फेरिरह्यो रे बीचमा, तर संस्थाले गति लिनै सकेन। अनि 2080 माघमा यो सागर थापाको टिम आउनु अघि त झन् संस्थाको आफ्नै भवन पनि रहेछ हैन। तर त्यो पुरै झाडीले ढाकेर जीर्ण अवस्थामा पुगिसकेको थियो रे, मतलब बिजोग नै थियो। त्यही निष्क्रियताको पृष्ठभूमिमा बल्ल 2080 माघमा सागर थापा र उहाँको युवा समूहले नेतृत्व लिएपछि एउटा नयाँ अध्याय सुरु भयो भन्नु पर्यो। हो नि। यो खाली नेतृत्व फेरिएको मात्रै थिएन जस्तो लाग्छ मलाई, यो त सोच नै फेरिएको थियो। त्यही त। सागर आफै पनि निजी जागिरे, तर उहाँले आफ्नो समय ऊर्जा सबै संस्थालाई दिनुभयो र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ उहाँहरूले एकदम स्पष्ट रूपमा युवाहरूलाई नै केन्द्रमा राखेर काम गर्ने अठोट लिनुभएछ। हो, सायद त्यो फोकस नै महत्त्वपूर्ण थियो कि पहिले नभएको। हुन सक्छ, किनभने उहाँहरूको काम गराइले नै त्यो देखाउँछ के 1.5 वर्ष जतिको अवधिमा भएको उपलब्धि हेरौँ न। सुरुवात नै कहाँबाट गरेछन् भन्दा युवाहरूको आर्थिक सरोकारसँग जोडिएको विषय शेयर बजार तालिमबाट। कस्तो राम्रो सुरुवात हो नि। यो कदमले सायद युवाहरूलाई तुरुन्तै तान्यो होला, किनभने यसले उनीहरूलाई कमाईको लगानीको सम्भावना देखायो नि त। अनि तालिम सफल पनि भयो रे। आर्थिक ज्ञानपछि बौद्धिक खुराकतिर लागेछन्। देउसी भैलो मतलब कस्तो परम्परागत स्रोत परिचालन गरेर पैसा जम्मा गर्ने, अनि संस्थाकै त्यो जीर्ण भवनको एउटा कुनामा पुस्तकालय खोल्ने। यो त एकदम रचनात्मक भयो नि। हो, स्रोतको कस्तो राम्रो सदुपयोग। अब त लाइब्रेरी पनि बनाउने रे तयारीमा, त्यसले त झन् पहुँच बढाउने भयो। त्यो पनि हुँदैछ रे। अनि हेर्नुस् न, एकातिर पुस्तकालयले बौद्धिक विकासमा ध्यान दियो हैन, अर्कोतिर शारीरिक सामाजिक विकासका लागि उनीहरू क्रिकेटतिर लागे। क्रिकेट यो छनौट पनि एकदम रणनीतिक जस्तो देखिन्छ। क्रिकेट त युवाहरूमा कति लोकप्रिय छ हैन, अनि यसले टिमवर्क त्यो सामूहिक भावना पनि बढाउँछ। एकदम। जिरीखिम्ती अनि आसपासका खेलाडी खोज्ने, वडासँग कुरा गरेर किट जुटाउने, त्यो जिरीखिम्तीकै मैदान प्रयोग गर्ने, यी सबैले समुदायसँग मिलेर काम गरेको देखाउँछ। तर सुरुमा त मैत्रीपूर्ण थिएमा हारे भनिएको छ। पक्कै अलि गाह्रो भयो होला नि त सुरुमा। भयो होला, तर उनीहरूले मतलब निरन्तरता दिए, हार मानेनन्। त्यो महत्त्वपूर्ण भयो। हो, अनि खेलाडीको प्रदर्शन सुधारिँदै गयो र ब्याटिङ, बलिङ, फिल्डिङ सबैमा। अनि आयो त्यो ठूलो क्षण, प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता नै आयोजना गरे। आयोजना नै गरे। हो, आयोजना नै। राष्ट्रिय प्रदेश स्तरका खेलाडीहरू पनि सहभागी भए रे। यो सानो कुरा थिएन, होइन नि। र त्यो प्रतियोगिताको नतिजा झन् गजब। आयोजक त्यही कञ्चनजङ्घा टिम जसले भर्खरै खेल्न थालेको थियो भनौँ न, उसैले फाइनल जित्यो, उपाधि नै हात पार्यो। साँच्चै कस्तो अचम्म हो। यो त केवल एउटा खेलको जित मात्रै थिएन नि, यो त त्यो युवा टिमको सङ्कल्प, उनीहरूको व्यवस्थापन क्षमता, खेलाडीको लगनशीलता सबैको प्रमाण थियो। पक्कै पनि। यसले त संस्थालाई एकाएक चर्चामा ल्यायो होला। एकदम। देश विदेशबाट पनि सहयोग आउन थाल्यो रे। जर्सी, पुरस्कार, खेल सामग्री प्रायोजन, यो सफलताले अरू काम गर्न झन् हौसला दियो। हो नि। खेलकुदको यो सफलता सँगसँगै उहाँहरूले सिप विकासलाई पनि बिर्सनु भएनछ। 10 जना युवालाई बारिस्टा तालिम दिनु, त्यो पनि स्वरोजगार बन्ने लक्ष्य राखेर। यो त कति व्यावहारिक कदम। एकदमै। यसले उहाँहरूको दृष्टिकोण कति फराकिलो, कति बहुआयामिक रहेछ भन्ने देखाउँछ। हो त नि। अनि समाजको अर्को एकदमै जटिल समस्या लागु औषध दुर्व्यसन विरुद्ध पनि निरन्तर सचेतना कार्यक्रम चलाइरहनु भएको छ रे। हो र?
यसले उहाँहरूको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता पनि देखाउँछ। अनि यी सबै काम सँगसँगै संस्थागत सुधार पनि। त्यो झाडीले ढाकेको कार्यालय परिसर सफा भयो, चिटिक्क पर्यो, स्थानीयहरू पनि कति खुसी भयो होलान्। खुसी भयो होलान् नि। अनि नगरमै आफ्नै भवन र जग्गा भएको सायद एक मात्रै संस्था होला रे यो। सम्पत्ति त रहेछ नि त। हो, सम्पत्ति त थियो, तर त्यसको बल्ल सही उपयोग हुन थाल्यो। भविष्यका योजनाहरू पनि छन् होला नि। छन् नि, झन् महत्त्वकांक्षी छन्। फुटबल एकाडेमी चलाउने रे। फुटबल पनि। अनि युवा स्वरोजगारका लागि अरू नयाँ प्रोजेक्टहरू ल्याउने। र सबैभन्दा महत्त्वपूर्ण चाहिँ संस्थाको जुन मूल उद्देश्य थियो नि, दैवी प्रकोप उद्धार हो, त्यसका लागि युवा स्वयंसेवक तयार पार्ने कामलाई प्राथमिकता दिने रे। त्यो त गर्नै पर्यो। अनि नयाँ सदस्य बढाउने, भवनलाई अझै राम्रो बनाउने, रङरोगन गर्ने, व्यवस्थापन मिलाउने योजनाहरू छन्। सुन्दै उत्साह लाग्ने खालको छ। यो पूरा कथा हेर्दा के देखिन्छ भने युवा नेतृत्वमा यदि सही दृष्टिकोण छ, समुदायलाई जोड्न सक्ने क्षमता छ, अनि निरन्तर लागिरहने क्रियाशीलता छ भने हैन, स्रोत साधन थोरै भए पनि ठूलो परिवर्तन ल्याउन सकिदो रहेछ। त्यही त। सागर थापा र उहाँको टिमले एउटा लगभग मरेतुल्य समितिलाई कति छोटो समयमा एउटा यस्तो जीवन्त गतिशील सामुदायिक केन्द्रमा बदले, यो आफैमा एउटा अध्ययनको विषय हो जस्तो लाग्छ मलाई। साँच्चै यसले हामीलाई सोच्न बाध्य बनाउँछ, हाम्रा समुदायमा यस्ता कति कञ्चनजङ्घाहरू होलान् हैन, जो चाहिँ एउटा सही नेतृत्व र अलिकति नयाँ ऊर्जाको पर्खाइमा छन् कि। जब यस्ता स्थापित तर निष्क्रिय संरचनाहरूमा नयाँ सोच र युवा जोश मिसिन्छ, त्यसले कस्तो सम्भावनाहरू खुल्न सक्छ भन्ने कुरा यसले देखाउँछ। यो पथरी शनिश्चर्यको मोडल अरू ठाउँका लागि कतिको सान्दर्भिक होला, कतिको अनुकरण गर्न सकिएला, यो प्रश्नमा अलिकति घुत्लिनुपर्ने देखिन्छ। एकदम, यो एउटा विचारणीय प्रश्न हो।